नेपाल र इङ्ल्यान्ड खेलको निकै रोमाञ्चक खेल भएको छ र इङ्ल्यान्डले यतिखेर नेपाललाई 185 रनको टार्गेट दिएको छ। 185 रन नेपालले पुर्याउन सक्छ या सक्दैन, यो अहिले पनि निकै दोधारमा परेको छ। अब नेपालले हार्छ या जित्छ भन्ने कुरा अबको नेपालको टिमले ब्याट कस्तो गर्छ त्यसकै आधारले निर्धारित गर्नेछ। र मलाई चाहिँ अन्तिम ओभरमा करण केसीले अलिकति धेरै रन रेट पनि दिए, त्यसको कारणले गर्दाखेरि यति धेरै रन रेट पुग्न गयो र करण केसीकै लास्ट ओभरको कारणले अलिकति धेरै रन पनि गयो र अहिले करण केसीकै लास्ट ओभरमै उनले विकेट पनि लिएका थिए। त्यो भएको कारणले गर्दाखेरि अलिकति त्यसमा विकेट लिएको कारणले पनि अलिकति त खुसी देखिन्छु म, होइन? त्यो भएको कारणले गर्दाखेरि तर रन रेट पनि त्यही लास्ट ओभरकोले गर्दाखेरि अलिकति बढी नै रन रेट गयो, त्यसले अलिकति दुःख पनि छ र अलिकति खुसी पनि मिलेको छ। तर करण केसीले एउटा आइडिया चाहिँ लगाएको जस्तो मलाई चाहिँ फिल भएको छ। यदि रन रेट त्यो रन कुद्दाखेरि चाहिँ उनले बललाई थ्रो गरेको भए स्टम्पमा नलाग्न पनि सक्थ्यो, तर उनले चलाखी बुद्धिको कारणले गर्दाखेरि बल बोकेरै गएर चाहिँ उनले स्टम्पमा हानेर रन आउट गराएका थिए। यस्तै समाचारहरू र न्युजहरू प्राप्त गर्नका लागि तपाईँले चाहिँ फास्ट नेपाल अपडेटसँग जोडिने होला। तपाईँलाई आजको यो नेपाल र इङ्ल्यान्डको गेम के कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुनेछ। स्टे ट्युन रहनुहोला फास्ट नेपाल अपडेट।